सेकेन्ड लास्ट प्याटर्न यानी कि क्लकवाइज प्याटर्न। क्लकवाइज प्याटर्नलाई हामी आर प्याटर्न पनि भन्न सकिन्छ। आर प्याटर्न स्टार्ट गर्नुभन्दा अगाडि अघि नै जुन हामीले सुरुको प्याटर्नमा भनेको थियौं जोइनिङ स्टक भनेर, जोइनिङ स्टक यसमा पनि रहन्छ। हजुरहरूले हेर्दै गर्नु होला, जोइनिङ स्टक एकदम सानो बनाउनु पर्ने छ। त्यही लाइनलाई सिधा तल आउनु भयो, बीचको पार्टबाट थोरै माथि जानु भयो, लाइनलाई छोएपछि थोरै मात्रामा कर्व आर। आरबाट हामीले जोइन गरेर अर्को अक्षर सजिलै बनाउन सकिन्छ। सेम जोइनिङ स्टक सेम नै हुन्छ। बीचको पार्टबाट थोरै माथि जानु भयो, लाइनलाई छोएर सिधा तल आउनु भयो, थोरै मात्रामा कर्व गर्नु भयो भने यन। यन जस्तै जस्तै गरेर यसलाई डबल गरिदिनु भयो भने हजुरले के गर्न सक्नुभयो भने यहीँबाट यम पनि बनाउन सक्नुभयो। यम बनाउँदाखेरि एकदमै ख्याल गर्नुपर्ने कुरा यो दुईटा पार्टहरू सबभर बराबर हुनुपर्छ र अक्षर बनाउँदाखेरि मिडल लाइन र बेस लाइनमा प्रपर टच गरेको हुनुपर्छ अक्षरले। हामीले सुरुमा पनि भनेका थियौं जिराफ लेटरको नेक बनाउँदाखेरि थोरै मात्रामा बाङ्गो, बीचको पार्टबाट थोरै माथि जानुभयो, सिधा तल आएर थोरै मात्रा कर्व गर्नुहुन्छ। यच पनि बनाउन सक्नुभयो। अघि नै भने फेरि त्यही कुरा रिपिट, बीचको पार्टलाई सिधा बनाउनुहुन्छ, माथिको नेक मात्रै थोरै बाङ्गो हुन्छ। त्यहीको मिडल लाइन र बेस लाइनको बीचबाट फेरि पनि माथि जानुभयो, लाइनलाई छुनु भयो, सिधा तल आउनु भयो अनि बीचमा गएर जोडिदिनु भयो भने बी पनि बनाउन सक्यो। कसैले चाहिँ हजुरले अहिले म फेरि पछि भनिदिन्छु अर्को तरिकाबाट पनि बनाउन सकिन्छ। अप 60 सेम हो, डाउन 90 सेम हो, थोरै मात्रामा कर्व गरेर यसलाई चाहिँ बीचको पार्टहरुलाई बीचमा गएर जोडिनु भयो भने पी र बी। पी र बी लाई चाहिँ फेरि पनि अर्को तरिकाबाट पनि बनाउन सकिन्छ। हजुरहरूले हेर्नु सक्नुहुन्छ, बीचको पार्टबाट माथि जानु भयो, सिधा तल आउनु भयो अनि यसलाई चाहिँ बीचमा नजोडिकन तलै ल्याएर जोडिनु भयो भने पी र बी लाई चाहिँ यसरी पनि बनाउन सकिन्छ। हजुरहरूले याद गर्नु होला। दुई तरिकाले जुनै आफुलाई राम्रो अथवा ठीक लाग्छ त्यही अनुसार हजुरहरूले गर्न सक्नुभयो। पी र बी को केसमा चाहिँ अन्यथा एज युजुअल नै छँदैछन्। यो क्लकवाइज प्याटर्नको अक्षरहरू पनि यति नै हो। नेक्स्ट अन्तिम यानी कि अन्तिम प्याटर्न हामी आउट अफ प्याटर्नमा जाँदैछौँ। अहिलेको भिडियो यतिसम्म है त।